चाहिँ पाटीभरा मन्दिर जाँदैछौँ। हाम्रो दिपक सर अतीत जाँदैछौँ। अगाडि दिदीहरू कतिखेर आएको पहिले हेरिन अगाडि हामी अब भालहला पुग्यौँ। भालहलाबाट माथि गएर हामी कहाँ हुँदै जाने दिपक सर? सुकौरा बाँध सुकौरा हुँदै ए उतै गएर जानु पर्यो है। यताबाट माथि चुवाबाट माथि रोड अलिक साँग्रो छ, त्यहाँबाट हिँड्न नि सक्छ, हिँडेर जानु त मिल्छ। गाडी अलिक अट्दैन है। टोली नै हिँडेको छ, जम्बो टोली। दाजुले गाडी चलाइराख्नु ढिङ्गोमा आइपुगेको छैनौ। पुरा अगाडि होइन बात खोलाको बाटो गइरहेछौँ अहिले। ए बाँध आइपुगिसक्यो हामी। बाँध भन्छ यसलाई। खोलामा यहाँ बाँध बाँधेर बाँध हुने। हामी चाहिँ माथि छत्री डाँडा जान लाग्यो। छत्री डाँडा जाने बाटो चाहिँ यस्तो छ। सामरी के भन्दै धादिङ हुँदै आउनुपर्छ। हाइवे अहिलेसम्म आउँछ भन् न। हाइवे यहाँ चाँडो गाडी अट्ने हाइवे छ रिङ रोड माथि नै बाटो खनेर चाहिँ खिचिया तरिका हेर्न है यता। अब के गर्नु त नि माथिको बासुदेव मार्ग त्यही त नि। कुन बासुदेव मार्ग त्यही बाटो त नि। उयो हो अनि खोलाबाट जाँदैन नि त बासुदेव मार्ग। त्यहाँबाट पाखा ए कहाँ पुग्छ त्यो मार्ग? माथि पैसा मात्रै गरेर जिल्लाबाट मलाई पठाइरहेको छ त। जिल्लामा आउने होइन अब हुलाक आइपुगेका छौँ। हुलाक हो र यहाँ अब हामी दुईजना मामाहरू अटेनन्। दुईजना मामाहरू अटेनन्, हामी जाँदैछौँ। धेरैजना जाँदैछौँ। हामी टन्नै अगाउँदै भाइ हामीलाई त त्यो भाइ दसैँमा टिका लगाएर दिनु ल तर कति दियो भन्थ्यो कि पैसा गनिहाल्यो दसैँमा है भाइ 70 रुपैयाँ लाग्यो पहिले पैसा गनिहाल्यो कि भाइ कति रुपैयाँ लाग्यो 2 रुपैयाँ अटे दिपक सर अटेन आउँदैन कहाँ काखमा के गर्नु त नि 10-20 रुपैयाँ जम्मा गर्नु दुईजना मामाहरू चाहिँ आउँछ। अब तपाईँ नजाने आउने अहिले माथि ए ल ल ल ल ल कस्तो राम्रो जिन्दगी थियो हाम्रो लाइफको बरु पैसा त होइन हामी कति खुसी थियो है अहिले त पैसा भयो नि खुसी छैन हैन नि भाइ बाबरको हतार के भाइ कोदोको रोटी है खुसी लागेन है हिँडेर जाऊ न। ओर्ले तिमी होइन बुढी आमा दुईजना यहाँ हलाउ अनि पसल दौडिने कि पुरै खुसीको लागि किन है खुसी भन्नलाई हो यही होला याद आयो यो याद आयो मलाई ल त्यहाँ सिर्जना दिदी सुवर्ण दाईहरूको सिर्जना दिदीहरूको घर थियो सुवर्ण अविना हामीसँग पढे हो नि उनीहरू त त्यतिखेरको त हिरो हिरोनी हो नि त स्कुलको उनीहरू धनी नि लास्ट राम्रो ब्याग बोक्ने राम्रो कपडा लाउने नयाँ कपडा लाउने ड्रेसहरू होइन यिनीहरूको त अहिले पनि होला हेटौँडामा टन्नै जग्गा घर छ त उसमा राइटलपट्टि यिनीहरू कठौँ जग्गा जोडेर राखे मान्छे ए मेलबाटै कमा पैसा फेरि के हो यार अहिले पनि त्यही होला नि तिनीहरू त यहीँ पनि होला यहाँ पनि छ नि उनीहरूको मेल उनीहरूकै छ अहिले पनि हो रे मलाई अनि अचम्म
चेन्ज भएको देखेर क्या त्यहाँ ठाउँ नचिने रहेछ मैले पहिला थाहा छ पहिलाको स्ट्रक्चर अनुसार मात्रै सम्झिराख नि त आफ्नै घर माथि जाँदाखेरि म आफ्नो जग्गाबाट पुरै रोड अनि सानैमा गएको होइन पहिला त हामी हुँदा पल्लोपट्टि मात्रै स्कुल थियो नि त वल्लोमा थिएन नि त उतापट्टि कि उतापट्टि तिमी जन्मे त त्यहीँ हो नि यार जन्मको अगाडि अनि हामी हुँदाखेरि पल्लोपट्टि स्कुल थियो दिदीहरूको उतापट्टि घर थियो तिमीहरूको घर तलको स्कुल दाइहरू चाहिँ दिदीहरू चाहिँ यतै हाम्रो घरमै जन्मे घर छेउमै जन्मे पुलिस किता भन्छ नि है अनि त्यो पुलिस डाँडा भन्छ बाँका नामबाट यो चाहिँ कुन गाउँ हो यो यसलाई त्यही भन्छ होला सुगौरा स्कुल हो यो सातकन्ने ऊ त्यो साल सुकौरा स्कुल दामी बनाएको स्कुल यो सातकन्ने सुगौरा आयो यता सातकन्ने उयो यही हो मोबाइल यता हो कता हो यार माथिबाट चाहिँ हेऱ्यो तलबाट चाहिँ हेऱ्यो कता हो त्यही धारा कि यतापट्टि धारी उहाँ अगाडि धारा गाउँको निकालेर न मलाई हामीले ड्रोन उडाएर आएको नि त यहाँ त्यही धारा पृथ्वीनारायण शाह चाहिँ यो बाटोबाट ससुराली जाने गर्थेन रे ससुराली मकवानपुर गढी मकवानपुर गढी चाहिँ ससुराली हो बाटो खट्टा रहेछ यहाँनिर यदि कसैलाई ढुङ्गा बाटो चाहिए म यहाँ सम्पर्क गर्नु होला रे ओ पानी माथि घुम्थ्यो एउटा भिडियो हालेको थिएँ मेरो टिकटकमा दामी ट्रेनिङमा आएको त हो 2.5 लाख लिएर थियो कहाँको उयो माथि घुम्थ्योमा यो टर्निङ हालेको थिएँ मैले भिडियो अस्ति भाइरल भएको थियो यहाँ आम्मामामा खतरा रहेछ तर हो त हेलो ल बाक्लो यो ठुलो हामी दुईजना मिलेर यहाँ भ्लगिङ गर्दैछौँ पाथिभरा मन्दिर जाँदैछौँ पाथिभरा मन्दिर छत्रे डाँडा तपाईँहरू पनि मन्दिर दर्शन गर्न चाहनुहुन्छ भने हेलो बाप्लोमासी मामगुई सुंगो समु मामगुई ति तपाईहरुलाई यात्रा एकदम रमाइलो धेरै रमाइलो यहाँ गाडीमा चढेर पनि घोडाको आउनु अघि आनन्दले बाहिर फोन आइरहेछ हजुर हेमा या करके मामा अनि बङ बा लङ ब्रो 7 बजे म क्या लङ सिज बा सोध्नु भयो हजुरले खाना त जोडा ल्याउ आई एम बी केयरफुल अरु बाकी नै गर्छ के गरे ज्यामो महाला हुन्छ भेट भयो है यहाँ चाहिँ कुकुर पनि छ यो चाहिँ लोकल कुकुर हो यो गाउँको कुकुर हो लोकल कुकुर ओ हेलो के छ तपाईँको हालखबर सन्चै हुनुहुन्छ बुढी चौर भन्ने गाउँ है यो कस्तो राम्रो है कस्तो राम्रो लाग्छ मलाई ठ्याक्कै पालौँ जस्तो लाग्छ कि उता माथिबाट झन् दामी देख्छ दामी देख्छ
कपाल त काटिदिएको अब स्कुल जानु बेला काम गर्छ कपाल पुगेर जानिदिनु पऱ्यो नि स्कुल गइराख अब जाने पैसादेखि जान्छ हो सबलाई पिट्छ उता डाँडाबाट उता डाँडाबाट हामी हिँडेर नि जानुपर्छ है अब हिँडेर त 1.5 घन्टा जति लाग्छ हामीलाई एक घन्टा हामी 1 बजीसम्म त आइसक्नु पर्छ मजा आउँछ दाइ दाइ उता जाँदा 1.5 घन्टा हिँडेको थियो उता जाँदाखेरि पोहोर साल यो बच्चा बोकेर त्यो बाटो नबनाउँदाखेरि नि सँगसँगै मान्छे हिँड्यो बाबु कस्तो हुनुहुन्छ है हजुरलाई लालीगुराँस टिप्नुपर्छ गएर के छ एकलले हो यहाँ खानु पर्यो रे कस्तो बच्चा पनि है बिहान बिहानको 1.5 घन्टा हिँड्नलाई तयारी भइरहेछ हामी त्यो मलाई थाहा थियो मलाई हिँड्नुपर्छ जस्तो लाग्यो फिलै हुँदैन फिल त्यही भएर त अनि हामी बाटो सिधा बाटो होला नि त सिधा बाटो होला नि सिधा होइन अलिकति तैँले पहिला अस्ति नै जानेर जान्छु भनेर सोचेको थिएँ नि तलबाट त्यो डाँडामा जानु पायो भने त्यहाँ छत्र डाँडा देखाइरहेको थिइस् नि त्यही डाँडा हो टुप्पो यसो होइन अलिकति माथि यति उकालो त्यसो हिँडेर फेरि अलिकति उकालो तर बाटो चाहिँ फेरि सम्म छ अनि कहाँ हिँडेछ त हामी सगरमाथा चढ्न लागेको छ अनि भनेर बोला खायो मान्छेले मकवानपुरको सगरमाथा ल आशोक बजार गाईको गाउँ विविधता भएको गाउँ हो हाम्रो विविधता यो गाउँपालिकाको भावी अध्यक्षमै हो भव्य त छेर्नु होला है यहाँनिर भावी अध्यक्ष साने कहाँ जानु लाग्नु भएको आमा हेर्नु भन न आमा हो काका काका अङ्कल खोइ अङ्कल खोइ यहाँ तल मैले मङ्गु मङ्गु उमाखेरि उहाँ रहेन हान्नु पनि रहेन अनि उनीहरूले बन्द गरेर बस्ने हो यहाँ त बदलामै छैन धुपहरू किन्ने भने त त्यो तल किन भनेर माथि माथि बस्नु त्यहाँ खोल्दै गएर हान्नु ओ त्यहाँ त तलमा जहिले पुऱ्याएर बस्यो यहाँ सहयोग छैन होला र गरेको तर कति राम्रो हावा चल्यो वाउ आज चाहिँ सामरीको माथि छत्रे डाँडा जान लागेको माथि एउटा कति राम्रो फ्रेस हावा यहाँनिर चाहिँ घुम्न आउन पनि रमाइलो छ है एटोडाबाट अलिकति माथि हो सामरी हुँदै आउनुपर्छ सामरी हुँदै कति ठुल्ठुलो कति लाम बारीहरू घुममा आएको अब एकछिन बसिरहेको छौँ अब एकछिनमा जानुपर्छ कस्तो हावा चलिरहेको छ यहाँनिर हावा चाहिँ फ्रेस हावा चल्दो रहेछ गरिब महिनामा यहाँ आउन चाहिँ धेरै रमाइलो हुन्छ बाटोमा चाहिँ भलिबलको नेट बनाएछ नि यहाँनिर खेलेछ र अब यहाँनिर उतारिसके ल रोडमै भलिबल भलिबल पढ्या गाडी रोकेर बसिरहेछ अब हामी यहाँबाट ट्रेकिङको लागि जाँदैछौँ यहाँबाट तल गयो भने सक्यो कत्रो ठुलो भिड छ यी गाडी चाहिँ हाम्रो यहाँ राख्यौँ अब ओहो यहाँ त कत्रो ठुलो हावा चल्दो रहेछ लालीगुराँसको बोट यसमा चाहिँ फुले होइन लालीगुराँस सबतिर लालीगुराँसको बोट रहेछ हामी यही बाटो जाने होला सायद गाडी रोक्यो
भिड है पहिला पहिला मामा घर जाँदाखेरि भिड देख्थेँ होइन योभन्दा सानो हुन्थ्यो कि आमा कत्रो भिड जस्तो लाग्थ्यो है यतातिर चाहिँ कत्रो कत्रो भिड छ भने लाँदैन हौ अब डढेला हेर्नु हौ ठ्याक्कै देखिरहेको डढेलो हामी चाहिँ तलबाट आएको कहाँनिर छत्रे डाँडा डढेलो आइसकेको छ यता फुलिनाहरू फुलेर नि सकिएको होला है ए यो फुल लालीगुराँस होइन यो एक साइडबाट हिँड्नै हामी पानी भर्न आएको ठ्याक्कै पानी भर्न ठाउँमा छौँ उताटी डाँडा खै यो बोक्नु तपाईँ ल ल ल झर्ना भयो यहाँको सुनसानी मिसले पानी भर्दै हुनुहुन्छ ओ त्यो चाहिँ गाउँ है त्यो तल चाहिँ गाउँ हामी त्यहाँ तलबाट आएको त्यो चाहिँ बुढी चौर भन्ने गाउँ म चाहिँ हाइटमा छु अहिले जाने हाम्रो पानी भरेर सक्यो है अब हामी हिँड्ने छत्रे डाँडा जान लागेको छत्रे डाँडाको लागि अब चाहिँ हामी हिँड्नलाई तयारी भयो अब हामी हिँड्दैछौँ अब लगभग 1 घन्टा 1.5 घन्टा लाग्छ त्यहाँ जानलाई चाहिँ सानो मान्छे चाहिँ माथि चढ्नु लाग्छ ल ल बा बोक्छ अब ल बोक्छ सक्दैन सक्छ अहिले यो चाहिँ यो बाटो चाहिँ यो मन्दिर भइसकेपछि खने हो कि ए गाउँलेहरूले कि ओडाबाट राम्रो डाँडा है यो तपाईँले डढेलोको यहाँबाट खिचे चाहिँ हुन्छ अलिकति हेलो तपाईँलाई गाह्रो भयो म बोकिदिन्छु दिने यहाँ ब्यागमा बोकिदिन्छु दिने कम त मजा आउँछ छैन रहेछ भने बज्र गाई चाहिँ भिडियो बनाउँदैछन्
लाग्यो बाटो यसले लालीगुराँसको बोट भन्ने होइन रहेछ यो होइन यसलाई मैले यो लालीगुराँस आफै हिँड्छ अशोक आऊ न मलाई त्यहाँतिर अड्किन बस कहिले फ्राइट गरेको खालि आफै भन्छ एक्स्ट्रा तयारी मलाई थाहा छैन काफल त फल्ने बेला भएन र हुने ए कुरो पनि ल हिँड्नु यहाँनिर राखिदिनु नि यो पानी ल त्यसपछि पुरै के अरे केमा छौँ अरे हामी यो के ट्रेकिङ ट्रेकिङमा छौँ हामी लोड पुग्यो आफै होइन कि छोरा ऊ त्यो माथि आफै माथि माथि हुन्छ नि मलाई त यति चढे थके लाग्यो यता सरसफाइ चलिरहेको छ अनि यता चाहिँ हामी अहिले गुफामा जान लागेको हामी पाठेभेडामा त आइसकेको छौँ अहिले चाहिँ हामी गुफापट्टि जाँदैछौँ झन्डै गुफा त्यहाँ रहेको छ गुफापट्टि जान लागेको छु काँडा काँडा राम्रो ठाउँ रहेछ यहाँनिर यहाँ चाहिँ गुफा छ हामी चाहिँ यहाँनिर गुफा प्रवेश गर्न लागेको छौँ दुईजना जानु भइसक्यो अब हामी यहाँबाट हामी जान्छौँ म चाहिँ गुफा प्रवेश गर्न लागेको एकजना गुफा प्रवेश गरेपछि गुफाभित्रको सकेसम्म देखाउने कोसिस गर्छु हामी चाहिँ गुफाभित्र छिर्दैछौँ अब गुफाभित्र छिर्न लाग्यो गुफाभित्र चाहिँ अँध्यारो छ अलिअलि अँध्यारो छ अब यहाँबाट अलिअलि जानुपर्ने हुन्छ भित्र जानु भएन ए तल पो हो मैले त मास्तिर निक्लिन्छ होला नि छुट्टै छ त्यता त हजुर फर्क्यो जानी ल लुमै माथि छिर्नै छ भने जाने चल यो जाने म फर्किन्छु खै भातिज यो माथि छैन माथि ठाउँ छैन अब आउँछ माथि बुझिन्छ ल तलबाट जाने भए तल जाने हामी अब सक्दैन माथिबाट जान हामी छैन छिर्न सक्दैन दामी छ है
बत्ती छोरा बढी भएको फाइनल्ली आइपुग्यो कति हाइटमा आएको है हामी लाली गुराँसहरू फुलिरहेको छ कति धेरै हामी एकदम धेरै हाइटमा कहाँ हो नि क्या हो मकवानपुर बजारको हेटौँडा बजारको धेरै हाइटमा है हामी 21 धेरै हाइटमा आएको ओ कस्तो दामी रहेछ यहाँबाट त वाह हेर नि एकदम राम्रो धेरै नहल्लाउनु कति हल्लाएको हामीले चाहिँ गुफाभित्र पसेर पनि हामी निक्लिसक्यौँ हामी आइसक्यौँ हामीले चाहिँ छत्रेश्वर महादेवको दर्शन पनि गऱ्यौँ अन्त निक्ले माथि जाँदैन तर भित्र पुगेर फर्कायो माथि गएर ठ्याक्कै छेडी सकिले यता आत्ता ठुलो पुगिसकेको हामी यहाँ तपाईँले हेरे कहाँ निस्क्यो भनेर तपाईँ गायब भयो भने हामी कता पिर पर्दा हामी चाहिँ पाछिबाट मन्दिरमै छौँ अहिले काठीबाट माताको धाम म पनि आइरहेको छैन शिवलिङ्गहरू नागनागिनीहरू चाहिँ यता हुनुहुन्छ अनि चाहिँ यहाँ पूजा चलिरहेछ छोरा आउँ अहिले पुण्यलाई पाइ गर्छु म अहिले म पाइ गर्छु आएर दिदीले चक्कर गरिरहेछ बोलाउनु भएको है आउनुपर्छ भने आज मलाई सपनामा देखाएको थिएँ मैले हजुरले मलाई बोलाउनु भएको तेरो काम म कहाँ आएपछि मात्रै तेरो हुन्छ सबै हुन्छ बिहा सबै हुन्छ भने साथ है मलाई ओ मेरो मेरो कस्तो कुरा हुन्छ है मेरो काम ठेका रहेछ नि त दाइ मेरो काम ठेका रहेछ नि मेरो काम ठेका रहेछ है अब पुरै दुईजना आउने मेरो काम ठेका रहेछ है अब मेरो सबै ठुलो हुन्छ मेरो लगन सबै जुट्छ है तपाईँले मलाई बोलाउनु भएको आज मलाई तपाईँले मलाई बोलाएकै हो है म कहाँ आएपछि मात्रै तेरो सबै हुन्छ भनेर मलाई बोलाएको चाहिँ हुन्छ मलाई विश्वास है म तपाईँकोमा आएको छु म निस्वार्थ भावना बोकेर आएको छु म तपाईँकोमा मेरो केही स्वार्थ छैन मेरो काम होस् भनेर आएको होइन तर मलाई तपाईँले बोलाउनु भएको म आएको आइसकेपछि मात्रै मेरो काम हुन्छ मेरो काम हुन्छ भने चाहिँ म कहाँ आएपछि मात्रै तेरो काम हुन्छ है भने हजुर मलाई डाक्नु भएको म त्यो आएको है कामहरू नरोक दिनेमा 18% भयो 18% भ्याउँछ होला माथि मन्दिरबाट फर्किएको हामी म चाहिँ बिचमा छोरीले फर्किँदाखेरि तल अघि माथि जाँदाखेरि चाहिँ हिँड्न गाह्रो भइरहेको थियो अहिले तल झर्दाखेरि चाहिँ सजिलो भएको छ किनकि ओह्रालो भएर यो कालो थियो धेरै नै बाटो धेरै खतरनाक छ यहाँको गाह्रो छ कस्तो मतलब हिँड्दा नि दौडे जस्तो भइरहेको के यहाँ चाहिँ पाथी भएर माताको पाउ छ यहाँसम्म छ यहाँबाट चाहिँ प्रवेशसम्म नै हुन्छ म ढोक्छु है निङ्गालो बास कति धेरै यहाँ ए निङ्गालोबाट यसले त घाउ लाउँछ नि त नि
लौरो टेक्यो भने गाह्रो हो नि के हो बानी नभएको होला सुरुमा हामीलाई पनि त्यही हुन्छ होला भोलि गाउँमा हुँदाखेरि त यो उकालो ओह्रालो त कति हुन्छ अब फेरि पढेर निङ्गालो बास कति राम्रो राम्रो छ यहाँ थके मार्दै हामी सौतारीमा कस्तो हावा आएको कस्तो राम्रो हावा आएको फाइनल्ली गाडी बाटोमा आइपुग्न लाग्यो अरू सब पछाडि हुनुहुन्छ म चाहिँ धेरै अगाडि आइसकेँ अब तल ओर्लिँदैछौँ हामी चाहिँ पाथिभरा मन्दिरबाट पनि तल झरिसकेका छौँ धेरै नै तल हामी 2 घन्टा लगाएर हिँडेर माथि पाथिभरा मन्दिर गएको अनि माताको दर्शन गरियो अनि धेरै राम्रो रहेछ धेरै आनन्द आयो मनमा पनि अनि अहिले चाहिँ हामी तल झर्दैछौँ ठ्याक्कै गाडी बाटोमा नि आइपुग्न लाग्यो थकै लागिरहेको माथि चढ्दा धेरै थकै लागेको थियो तर तल झर्दाखेरि चाहिँ अलिक कम माथि चढ्दा 1 घन्टा माथि जाँदा 2 घन्टा भने तल झर्दा चाहिँ 1 घन्टा लाग्दैछ ठ्याक्कै 1 घन्टा कम अनि थकाइ पनि सुरु गर्दाखेरि अलिकति भिड चढ्यो भन्दा पनि कमै लाग्यो हो तैपनि खुट्टा चाहिँ अब अलिकति दुख्छ खुट्टा चाहिँ दुखिरहेको बल्ल बल्ल गाडी बाँधेर आइपुग्यो बाटोमा मेन बाटोमा आइपुग्यो बल्ल बल्ल आइपुग्यो अरूहरू आउँदैछन् म चाहिँ यहाँनिर आइपुगेँ यत्रो भिड छ यो भिड चढेर अर्को भिड चढेर पनि अर्को भिड चढेको कतिरै खुट्टा दुखिरहेछ